सबैलाई काम लगाउन लाग्यो। ए इन्द्र, तिमी यहाँ झाडु लगाउने काम गर, बढार्ने काम तिम्रो भन्दैछ। त्यसपछि वरुण देवतालाई पानी भर्ने काम तिम्रो भनेर लगायो। अग्नि देवतालाई भोजन पकाउने कार्य तिम्रो भनेर लगायो। यदि कसैले आफ्नो काम छोडेको रहेछ भने त्यसलाई म यति प्रचण्ड दण्ड दिन्छु कि त्यसले जुग जुगसम्म स्मरण गर्नेछ भन्न लागेछ। सबैलाई त्रसित बनाउन लाग्यो सज्जन। सुखदेवजी भन्नुहुन्छ राजन, अकृष्ट पश्या तस्या आसीत्। जब हिरण्यकशिपुको राज्य थियो नि त्यस समयमा पृथ्वी पनि डरका कारणले गर्दा स्वयं अन्न उब्जनी गर्दैन, जोत्नै पर्दैन थियो। यस्तो अवस्था भयो। स्वयं नारदजी भन्नुहुन्छ, हाम्रो मुखारविन्दबाट सदैव सदैव भगवानको गुणगान निक्लिन्थ्यो, तर के गर्ने, हिरण्यकशिपुले हामीलाई पनि आफ्नो वशमा बनाएका कारणले गर्दा हामीले पनि हिरण्यकशिपुको नै गुणगान गाउनु पर्ने भएको थियो। त्यस्तो अवस्था भयो। अब त देवताहरूले पनि केही खान पाएका छैनन्, कसैको शरणमा जान्छन्, कसैले पनि उनीहरूको रक्षा गरेनन्। तब अन्तिम समयमा भगवान सर्वसर्वेश्वर अच्युतानन्द परम पुरुष परमात्मा श्रीमन्नारायणका चरणमा उनीहरू गए र भन्न लागे। भगवानलाई पनि देख्न पाएका थिएनन् देवताहरूले, कहाँ हुनुहुन्छ भगवान थाहा थिएन। त भगवान एक प्रकारले विचार गर्ने भने सर्वत्र भइबक्सनुहुन्छ। त्यही भएर उनीहरूले नेत्र बन्द गरेर भगवानको प्रार्थना गर्न लागे। कस्तो रूप छ प्रभु हजुरको त्यो त केही जान्दिन, जस्तो रूप भए पनि जगदीश्वर त्यस्तैलाई नमो नमः भन्दै यस प्रकारले भन्न लागे। प्रभु हजुर कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ त्यो त हामी जान्दैनौँ। जस्तो रूप भए पनि जहाँ भए पनि प्रभु तपाईले हिरण्यकशिपुद्वारा हाम्रो रक्षा गरिबक्सनुहोस् भन्दै भावद्वारा जब देवताहरूले पुकार गर्न लागे। हेर्नुहोस्, भगवान अवश्य पनि हुनुहुन्छ। हेर्नुहोस् कहाँ हुनुहुन्छ भन्दा भावनामा अवश्य पनि हुनुहुन्छ। छन् देवता निश्चय भावनामा, खोज्दै नखोजी कन मिल्छ कहाँ। फोहोर भित्रै छ पखाल्नु पहिले, ईश्वर प्राप्ति तब हुन्छ जहिले। आफै भित्र फोहोर छ, तपाईले अज्ञान रूपी चस्मा लगाइराख्नु भएको छ, अनि कहाँबाट त्यो ज्ञान स्वरूप परमात्माको दर्शन हुन्छ। त्यही भएर त्यो परम ज्ञानलाई तपाईले धारण गर्नु, ईश्वरको प्राप्ति तत्कालै हुने गर्दछ। भन्नु सच्चिदानन्द भगवानको